नमस्कार समादरणीय दर्शक महानुभावहरू, यहाँहरू सबैलाई हार्दिक स्वागत छ। विशेष गरी आज मैले यो बनाउन लागेको भिडियो चाहिँ मध्य पूर्वी दक्षिण एसियामा जुन समस्या देखिएको छ, मध्य पूर्वी एसिया भनौँ, इरान र इजरायलको बिचमा जुन समस्या देखिएको छ, विगत करिब एक हप्तादेखि त्यहाँ तनावको स्थिति छ। दुई देशका बिचमा लडाईँ भइरहेका छन् र यो लडाईँले विशेष गरी सामरिक देशहरू, नेपाल जस्तो देशहरूलाई पनि असर पर्ने कुराहरू विवरणहरू आइरहेका छन् भने त्यहाँ दुई देशका बिचमा भएको तनावले इरानमा रहेका नेपालीहरू र इजरायलमा धेरै सङ्ख्यामा रहेका नेपालीहरूलाई असर पनि गरिरहेका खबरहरू पनि आइरहेका छन्। र पछिल्लो समय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि आक्रमण गर्नको लागि चाहिँ अनुमोदन गरेको कुराहरू पनि बीबीसीले बताएको छ। यदि अमेरिकी राष्ट्रपतिले इरानमाथि आक्रमणको आफ्नो योजनालाई अनुमोदन गरेको खण्डमा अमेरिकाले पनि इरानमाथि आक्रमण गर्नेछ र इजरायल त यसै पनि लडिरहेको छ। त्यो हिसाबले मध्यपूर्वीमा रहेको इस्लामिक देश इरान, जो इस्लामिक गणतन्त्रको रूपमा रहेको छ, त्यहाँ राजाको शासन छैन। विगतमा त्यहाँ राजा थिए र अहिलेका जुन सर्वोच्च नेता छन् इरानका, उनकै नेतृत्वमा, उनकै सहयोगमा त्यहाँ राजा हटाएर गणतन्त्र स्थापना गरिएको थियो र उनी सर्वोच्च पदमा पुगेका थिए र उनलाई नै लक्षित गरी अमेरिका र इजरायलले पछिल्लो केही समयदेखि आक्रमणलाई तीव्र बनाइरहेका छन् र झनै 9 करोडको हाराहारीको जनसङ्ख्या रहेको इरान माथि निरन्तर आक्रमण भइरहँदा त्यहाँका नागरिकहरूको सुरक्षाको विषयमा पनि अहिले विश्वव्यापी रूपमा बहस भइरहेको छ भने शक्तिशाली देश इजरायल र त्योभन्दा शक्तिशाली देश अमेरिकाले इरानमाथि आक्रमण बढाइरहँदाखेरि विश्वमा एउटा खालको द्वन्द्व हुने अवस्था पनि देखिन्छ। र बीबीसीले बताएअनुसार अमेरिकाबाट प्राप्त विवरणहरूमा राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको हत्या गर्ने योजना बनाइसकेपछि आयातोल्लाह अली खामेनी चाहिँ बङ्करमा बसेको भनेर बुझिएको छ। उनी भूमिगत हुन परेको छ र उनी लुकेर बसिरहेका छन्। र तर अमेरिकी राष्ट्रपतिले के भनेका छन् भने हामीले आयातोल्लाह खामेनी कहाँ बसेका छन् त्यो थाहा छ, मतलब त्यो आक्रमण मात्रै गर्न नचाहेको हो, उनलाई मार्न मात्रै नचाहेको हो, अहिले तत्काल मारिएन भनेका छन् डोनाल्ड ट्रम्पले। र त्यो हिसाबले फेरि पछिल्लो आजकै मात्रै कुराहरू गर्ने भने इरानमाथि अमेरिकाले पनि आक्रमण गर्ने योजना बनाइरहँदाखेरि आयातोल्लाह खामेनी जुन इरानका सर्वोच्च नेता छन्, उनी कुनै पनि समयमा मारिन सक्ने चाहिँ आकलन गर्न सकिन्छ। अथवा यो अलि